नमस्कार सम्पूर्णमा म रामचन्द्र घतानी घर मेरो भटिकोसी गाउँपालिका वार्ड नम्बर 2 सिन्धुपाल्चोक। म चाहिँ विगत लामो समयदेखि राजनीतिमा पनि छु, प्लस अहिले मैले यो 15 वर्ष 67 देखि 2082 सम्म मेरो राजनीति यो 15 वर्षको करियरलाई मैले राजनीतिलाई अहिले केही समयदेखि मैले विश्राम गरेको छु। विशेष गरेर म अहिले आफूलाई सामाजिक अभियन्ता दलित अभियन्ता भनेर चाहिँ चिनाउँछु। म दलित एकता युवा महाअभियानको केन्द्रीय संयोजक पनि हो। हामीले अहिले विशेष गरेर यो देशमा परिवर्तनको खातिर युवाहरूको निकै ठुलो भूमिका, त्याग, तपस्या, बलिदानी योगदानबाट यो देश आज सुन्दर नेपाल बनाउने एउटा सपना हामी युवाहरूले देखेका छौँ। यो 3 करोड नेपाली भित्र लगभग आधा जति चाहिँ यो देशमा युवा छन् जस्तो लाग्छ मेरो विचारमा। त्यसैले यो देशमा यदि परिवर्तन गर्ने त्यो इच्छा शक्ति नेतामा, हाम्रा देशका नेतृत्वमा त्यो परिवर्तन गर्न सक्ने क्षमता, यदि धैर्य धारण गर्न सक्ने, आफूमा परिवर्तन गर्न सक्ने, यो राष्ट्रलाई परिवर्तन गर्न सक्ने कुनै त्यस्तो अब्बल खालको नेता, यदि विचार भएको, दृष्टिकोण भएको नेता भइदिएको भए आज यो देश नेपालमा चाहिँ यो युवा शक्तिलाई प्रयोग गर्न सकेको भए नेपाल आज विश्वको एउटा विकासोन्मुख राष्ट्रको सूचीमा पर्न सक्ने अवस्थामा नेपाल छ। सबै चिजले सम्भाव्यता बोकेको देश नेपाल हो। प्राकृतिक हिसाबले, सामाजिक हिसाबले, राजनीतिक हिसाबले सबै कुराले नेपाल सुसम्पन्न छ। तर पनि आज हाम्रो देशमा चाहिँ एउटा नेतृत्व गर्न सक्ने व्यक्ति चाहिँ सक्षम व्यक्ति, राजनीतिज्ञ नजन्मेको कारणले गर्दा आज हामी जस्ता युवाहरूले चाहिँ भौतारिएर बेरोजगारीको ट्याग बोकेर भौतारिएर चाहिँ काठमाडौँको गल्ली गल्ली पहाडी जिल्लाका ती विकट क्षेत्रहरूमा चाहिँ भौतारिनु पर्ने अवस्था छ। यो भनेको चाहिँ तपाईको राजनीतिको कारणले गर्दा हो। यो देशमा राजनीतिलाई हामीले एउटा सामाजिक हिसाबले हेर्यौं भने पनि राजनीतिबाट धेरै ठुलो परिवर्तन गर्न सक्छौं। तर नेपालमा चाहिँ राजनीतिलाई चाहिँ फोहोरी दृष्टिकोणको रूपमा प्रयोग गरे हाम्रा देशका नेताहरूले राजनीतिमा युवाहरूलाई भर्याङ बनाउने काम मात्रै गरे, प्रयोग मात्रै गरे। 2007 सालदेखि आजको यो 2082 सम्म आइपुग्दाखेरि 70-75 वर्षको पेटमा यो देशमा युवाहरूको धेरै यो देश परिवर्तन गराउनमा युवाहरूको धेरै ठुलो महत्त्वपूर्ण भूमिका छ। तर आजको राजनीतिले, आजको व्यवस्थाले, आजको परिवर्तनले युवालाई चिन्न सकेन। यही नै ठुलो दुःखद कुरा हो। यसको लागि हामीले केही योजनाहरू ल्याएका छौँ। हामीले दलित एकता युवा महाअभियानको तर्फबाट हामीले केही योजनाहरू ल्याएका छौँ, केही भिजनहरू छ हामीसँग। यो देशको सिङ्गो युवाहरू चाहिँ अब सङ्गठित हुनुपर्छ। परिवर्तनको खातिर चाहिँ, समाज रूपान्तरणको, राष्ट्र निर्माणको खातिरमा चाहिँ एउटा सुन्दर नेपाल, समृद्ध नेपाल बनाउने एउटा अभियानमा चाहिँ, महाअभियानमा चाहिँ युवाको भूमिका महत्त्वपूर्ण छ। त्यसको लागि चाहिँ अबको नेतृत्व, अबको परिवर्तन युवाबाट मात्रै सम्भव छ। किनभने यो 2082 को भदौ 23-24 को जेनजी आन्दोलनले पनि एउटा खालको परिवर्तन दिने संकेतहरू आएका थिए। तर पनि परिवर्तनका नाममा हाम्रा कलिला भाइ बहिनीहरूलाई चाहिँ दिनदहाडै गोली हानेर मारिने काम भयो। त्यो एउटा दुःखदायी अवस्था छ। तर त्यसको फाइदा, त्यसको उपलब्धि जनताले र राष्ट्रले लिनुपर्ने ठाउँमा केही सीमित व्यक्तिहरूले लिए। आज पनि नेतृत्वमा जेनजी युवाहरूले जुन त्याग तपस्या गर्नुभयो, तर यो देशको नेतृत्वमा हेर्ने हो भने 75 वर्षको 80 वर्षको व्यक्तिले चाहिँ यो देशको राष्ट्रको नेतृत्व गर्नुपर्ने अवस्था पुग्यो। कि यही हो त हाम्रो देशको परिवर्तन? हिजो ती 75 कलिला भाइ बहिनीहरूले त्याग गरेका, ती कलिला भाइ बहिनीहरूले गोली लागेर खाएका परिवर्तन त्यही हो त? हामीले त्यही 75 वर्षको वृद्धलाई चाहिँ यो देशको राष्ट्रको प्रधानमन्त्री बनाउन, राष्ट्र प्रमुख बनाउन चाहिँ हामीले गरेको त्याग तपस्या योगदान त्यही हो त? किन हाम्रा जेनजी युवा साथीहरूले किन सोच्न सक्नु भएको छैन? मलाई लाग्थ्यो पक्कै पनि यो 23-24 को जेनजी आन्दोलनले अब यो देशमा युवाले चाहिँ यो देशको नेतृत्व लिन्छ, लिडरसिप लिन्छ भन्ने मैले पनि महसुस गरेको थिएँ। तर त्यसको ठ्याक्कै विपरीत भइदियो। आज यो देशमा त 75 वर्षको एउटा वृद्धले चाहिँ यो देशको नेतृत्व गर्नुपर्ने अवस्था कति विडम्बना अवस्था भयो। हाम्रा जेनजी युवाको भाइ बहिनीहरूको त्याग तपस्यालाई चाहिँ आज खेर खेल्ने काम भयो। परिवर्तनका नाममा हामीले कति त्याग गर्नुपर्ने हो, कति चाहिँ हाम्रो बलिदानी दिनुपर्ने हो। 2007 सालदेखि आज 2082 सम्म आइपुग्दाखेरि 10 वर्ष सशस्त्र जनयुद्ध चल्यो माओवादीको नाममा। जुन जनयुद्धले गर्दा कति युवाहरूले चाहिँ त्यहाँनिर चाहिँ त्याग दिनु पर्यो, कति युवाहरूको चाहिँ हत्या भयो, कति युवाहरूले चाहिँ बलिदानी दिए। तर त्यो
10 वर्ष जनयुद्धले पनि केही सीमित मान्छेहरूलाई राजनीतिक रूपमा फाइदामा पुर्यायो, नेतृत्वमा पुर्यायो, तर यसको परिवर्तन युवाले महसुस गर्न सकेन। आज पनि हाम्रो देशका लाखौं युवाहरू, हजारौं युवाहरू खाडी र युरोप, अमेरिका जस्तो देशमा श्रमका लागि, रोजगारका लागि भौतारिएर जानुपर्ने अवस्था, नेपाल छोड्नुपर्ने अवस्था छ। यदि यो युवा पलायनलाई रोक्न नसक्ने हो भने कुनै दिन यो नेपालमा युवा शून्यतामा झर्न सक्ने अवस्था छ। भएका हाम्रा युवाहरू सबै विदेशमा कामका नाममा, श्रमका नाममा बेचिने यो परिपाटी कहिले बन्द हुन्छ? मेरो अनुरोध छ, यो देशका नेतृत्व गरिरहनुभएका नेतृत्वकर्ताहरू, जो राजनीतिज्ञ व्यक्तित्वहरू हुनुहुन्छ, प्रधानमन्त्री, राष्ट्रपतिहरूलाई मेरो अनुरोध छ, यदि तपाईँहरूले युवा मैत्री विचार, दृष्टिकोण, युवा मैत्री खालको, स्वरोजगार खालको कार्यक्रम नल्याउने हो भने, युवालाई यही देशमा चाहिँ तपाईँको रोजगारसँग नजोड्ने हो भने भोलि यो देशमा युवा चाहिँ रितिने अवस्था छ। त्यसैले परिवर्तनका खातिर हामी जस्ता युवाहरू राजनीतिक क्षेत्रमा, सामाजिक क्षेत्रमा हामी नेतृत्व लिन तयार छौं। हामी नेतृत्व लिन तयार छौं। यो देशमा युवाको योगदानलाई, युवाको त्यागलाई चाहिँ सामान्य रूपमा नलिन, ख्याल रूपमा नलिन म नेताहरूलाई अनुरोध गर्न चाहन्छु। हामी एउटा सक्षम व्यक्तित्वको रूपमा विकास हुँदैछौँ। यो देशलाई, यो राष्ट्रलाई केही गर्नुपर्छ भन्ने पक्षमा हामी युवाहरू छौँ। परिवर्तनका लागि हामी त्याग, तपस्या, बलिदान सबै कुरा गर्न तयार छौँ। तर यो देश सुन्दर समृद्ध राष्ट्र बन्छ भने हामी लड्न, मर्न सबै गर्न तयार छौँ। तर हामीलाई दासको रूपमा प्रयोग नगरियोस्। युवाहरूलाई परिवर्तनका एउटा सम्भाग हुने युवा भनेको यो राष्ट्रको खम्बा हो। जहाँ युवा छ त्यहाँ परिवर्तन भएको छ। तर नेपालका युवाहरूलाई चाहिँ गलत तरिकाले प्रयोग गरेको कारणले गर्दा आज नेपालमा परिवर्तन हुन सकेन। यो देशलाई आवश्यक परेको बेलामा राजनीतिक पार्टीहरूले युवालाई भर्याङ बनाए, त्यही युवाको टाउकोमा टेकेर राजनीतिक स्वार्थ पूरा गरे, नेतृत्वमा पुगे, सत्तामा पुगे, तर त्यो युवाको सपनालाई, युवाको आशा भरोसालाई चाहिँ त्यतिकै खेर फाल्ने काम गरे हाम्रा देशका नेताहरूले। त्यसको लागि मेरो सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर 1 जहाँ भनेको चाहिँ हिजो मोहनबहादुर बस्नेत, माधव सापकोटा सुबोध जस्ता व्यक्तित्वहरूले राजनीति गरेको क्षेत्र, त्यो क्षेत्रमा योपालि सिन्धुपाल्चोक क्षेत्र नम्बर 1 मा मेरो स्वतन्त्र उम्मेदवारी आउँदैछ। म यहाँबाट यही मिडियाबाट यहीबाट म अनुरोध पनि गर्न चाहन्छु, सार्वजनिक पनि गर्न चाहन्छु। परिवर्तनका लागि, मेरो क्षेत्रको लागि, मेरो ठाउँको लागि मैले के गर्नुपर्छ त्यो मसँग योजना, भिजनहरू प्रशस्तै छन्। सिन्धुपाल्चोक भनेको एउटा व्यापारिक क्षेत्र हो जहाँ अन्तर्राष्ट्रिय चीनसँग सिमाना जोडेको जिल्ला हो। आज विकासका हिसाबले हेर्नु भने सिन्धुपाल्चोकको अवस्था एकदमै दयनीय अवस्थामा छ। यहाँबाट धुलीखेलदेखि तातोपानीसम्म अरनीको राजमार्गको अवस्था हेर्ने हो भने एकदमै अन्तर्राष्ट्रिय नाकासँग जोडिएको अरनीको हाइवे एकदमै दयनीय अवस्थाबाट गुज्रेको अवस्था छ। हामीले सिन्धुपाल्चोकबाट धेरै नेताहरू जन्मे, धेरै राजनीतिक व्यक्तिहरू जन्मे, तर त्यहाँ विकास र समृद्धि कहिले पनि हुन सकेन। त्यसको लागि अबको फागुन 21 को निर्वाचनमा त्यहाँ युवा नेतृत्व आउँछ। युवाले त्यहाँको विकास समृद्धिका लागि पहल गर्ने छ। हामी जस्ता युवाहरू राजनीतिमा आउँदैछौँ। यो कुरा हेकारोस् त्यहाँका नेताहरूलाई, त्यहाँका नेतृत्वकर्तालाई म पनि भन्न चाहन्छु। त्यसैले परिवर्तनका लागि त्याग, तपस्या र बलिदानी आवश्यकता छ। यो देशमा युवाहरूले धेरै ठुलो त्याग गरिसकेको छ अवस्था छ। जिन्जी आन्दोलनको नाममा युवाले त्याग गर्नुपर्ने, विभिन्न जनयुद्धको नाममा युवा नै मर्नुपर्ने, यस्तो विडम्बना अवस्था बनाए कि युवाहरूलाई प्रयोग मात्रै गरे यो देशका राजनीतिक व्यक्तित्वहरूले। अब पनि परिवर्तनका नाममा फेरि पनि युवालाई प्रयोग गर्ने सपना तपाईँहरूले देख्नु भएको छ भने त्यो तपाईँहरूको लागि भ्रम हुन्छ। युवाहरू अक्षम छैनन्। यो देशका, नेपालका युवाहरू सक्षम छन्। परिवर्तनका लागि नेतृत्व लिनलाई तयार छ। यो राष्ट्रको नेतृत्व लिन हामी जस्ता युवाहरू सबै तयार छौँ। त्यसैले परिवर्तनका नाममा अब चाहिँ युवालाई चाहिँ प्रयोग मात्रै गरेर भर्याङ मात्रै बनाउने सपना नदेखौँ कसैले पनि। एउटा युवा मैत्री योजना, भिजन आजको राजनीतिक पार्टीहरूले, आजको नेतृत्वकर्ताले ल्याउन आवश्यकता छ। युवालाई चाहिँ यो देशको विकासको क्षेत्रमा, परिवर्तनको क्षेत्रमा, सामाजिक क्षेत्रमा युवालाई प्रयोग गर्न सक्यो भने, युवालाई लगाउन सक्यो भने यो देशले पक्कै पनि विकास र समृद्धिको क्षेत्रमा चाहिँ परिवर्तन ल्याउँछ भन्ने कुरा म ढुक्का छु। मेरो सपना भनेको एउटा सुन्दर समाज, विभेदरहित समाज निर्माण गर्नु मेरो पहिलो उद्देश्य छ। म एउटा दलित अभियन्ता, त्यसमा पनि युवा। आज मैले अलिकति
दलितका पनि युवा मुद्दाहरू यहाँ उठाउनु पनि हुन्छ, किनकि यो राष्ट्रमा यो देशमा दलित समुदायले पनि धेरै ठूलो त्याग तपस्या र बलिदानी गरेको छ। यो राष्ट्र निर्माणमा विभिन्न कालखण्डमा विभिन्न अवस्थामा दलितको धेरै ठूलो त्याग तपस्या योगदानबाट यो राष्ट्र बनेको छ। तर 60 लाख 70 लाख दलित समुदायको ले प्रतिनिधित्व गरेको यो देश, तर आज दलित समुदाय मानव भन्दा पनि तल्लो स्तरमा जातीय विभेदका कारण खुम्चिएर बस्नु परेको अवस्था छ। हामी जस्ता युवाहरूले, दलित युवाहरूले आज यो देशमा अधिकारका लागि मर्न पर्ने, लड्न पर्ने अवस्था छ। कहिलेसम्म यो देशका 60 लाख 70 लाख दलितले कहिले न्याय पाउने? त्यसको लागि अब विभेद रहित समाज निर्माण हाम्रो दलित एकता युवा महाअभियानको पहिलो एजेन्डा हो। हामी समुन्नत समाज, समानतामूलक समाज निर्माणको हामीले परिकल्पना गरेका छौँ, हामीले त्यो सपना देखेका छौँ, जहाँ हामी लाखौं युवाहरू, यो देशका लाखौं युवाहरू जोडिने एउटा वातावरण बनेको छ। यो अब युवाले नै हो यो देशको परिवर्तन गर्ने। परिवर्तनका खातिर भनेर यो देशमा रवि लामिछाने जस्ता, हर्का साङपाङ जस्ता, बालेन जस्ता, कोपी हमाल जस्ता व्यक्तित्वहरूले पनि जन्म लिनुभयो। उहाँहरूले पनि राजनीतिमा आउने प्रयत्न गरिरहनु भएको छ। तर उहाँहरूको कमी कमजोरी भनौँ या आफ्नो गल्तीका कारण उहाँहरूले राजनीतिमा उहाँहरू पनि अलिकति कता कता अल्मलिएको जस्तो अवस्था छ। आज रवि लामिछानेले आफ्नो कमजोरीको कारण हो या गल्तीको कारण हो, उनी आज सजायको भागीदार भएर बसेको अवस्था छ। उनलाई सहकारी ठगीको आरोप लागेको छ। अब त्यो भोलि नेपालको कानूनले, नेपालको संविधानले छानिनु होला। यदि उहाँले दोषी भएको खण्डमा उहाँले सजायको भागीदार हुनुपर्ने अवस्था होला, निर्दोष भयो वा छुट्नु होला। यो देशमा बालेन शाह जस्तो व्यक्तित्वले यो देशको नेतृत्व लिने अवसरहरू पनि आउँदैछ। त्यसैले अब युवाहरू संगठित हुनुपर्छ। यो देश परिवर्तनका निम्ति, यो राष्ट्र परिवर्तनका निम्ति हामीले कहिलेसम्म त्याग गरेर, कहिलेसम्म चाहिँ हामी अन्धकारको भुमरीमा बस्ने युवाहरू, कति दिनसम्म हामी परिवर्तनका खातिर चाहिँ लडेर मरेर बस्नुपर्ने अवस्था रहने। त्यसैले युवालाई एउटा सही तरिकाले प्रयोग गरौँ। युवा एउटा राष्ट्रका खम्बा हो। यो देश निर्माणमा युवाको धेरै ठूलो योगदान छ। विभिन्न कालखण्डमा युवाहरूले गरेको त्याग तपस्याको आज सर्लङ्गै उदाहरणहरू छन्। धेरै भनिरहनु पर्ला युवाहरूको विषयमा। त्यसैले राजनीतिक दलका नेतृत्वकर्ताहरू जो छन्, कांग्रेस, एमाले, माओवादी, अहिले जो नेपाल कम्युनिस्ट पार्टी भनेर आफूलाई स्थापित गरिरहेका छन्, यो तीन पार्टीले युवाहरूलाई चाहिँ चुनाव आउँदा प्रयोग मात्रै गर्ने, भर्याङ मात्रै बनाउने, सधैँ दासको रूपमा हेर्ने, युवालाई आवश्यक परेको बेलामा प्रयोग गर्ने, जब अवसर आउँदा, जब एउटा नेतृत्व लिने ठाउँ आउँदा युवालाई चाहिँ सधैँ बाइपास गरेको अवस्था यो तीन पार्टीका राजनीतिक दलका नेतृत्वहरूको कारणले गर्दा युवाहरू आज वितृष्ण अवस्थामा पुगेका छन्। युवाहरूले चाहे भने यो देशलाई छिनभरमा कायपलट गर्न सक्ने अवस्था छ। गत भदौ 23 र 24 को जनजीय आन्दोलनले पनि देखायो युवाको शक्ति के रहेछ भन्ने कुरा त छर्लङ्गै देखियो। त्यसैले युवा कुनै सामान्य खेलाउन होइन, युवालाई एउटा शक्तिको रूपमा सोचौं, एउटा परिवर्तनको रूपमा सोचौं। यो देशमा हामी नेतृत्व लिन, हामी नेतृत्व तहमा जान हामी तयार छौं। हामीलाई अवसर आएको खण्डमा, हामीलाई मौका दिएको खण्डमा हामी यो देशको नेतृत्व लिन, परिवर्तनका निम्ति हामी सबै कुरा गर्न, त्याग गर्न, तपस्या गर्न, बलिदान दिन हामी तयार छौं। मलाई लाग्छ अबको राजनीतिक दलहरूले, नयाँ पुराना सबै राजनीतिक दलहरूले अब सोच्न आवश्यकता छ। युवालाई चाहिँ यो देशमा अबको आशा छ, यो फागुन 21 को निर्वाचनबाट पक्कै पनि युवा नेतृत्वहरू धेरै आउनेछन् भन्ने मैले अपेक्षा पनि राखेको छु। सिन्धुपाल्चोकको हकमा पनि अब हामी युवा मैत्री नेतृत्व ल्याउने, युवा मैत्री सांसद ल्याउने त्यो छलफलमा, त्यो गृह कार्यमा हामी पनि लागेका छौं। सिङ्गो देशभरिबाट यो फागुन 21 को निर्वाचनपछि युवा आउनुपर्छ भन्ने मेरो अपेक्षा हो, मेरो आशा हो, मेरो भरोसा हो। राजनीतिक हिसाबले, सामाजिक हिसाबले युवालाई कुनै पनि हालतमा बहिष्कार नगरियोस्। युवालाई नेतृत्वको क्षेत्रमा ल्याउन आवश्यकता छ। युवा आज यो देशमा हरेक क्षेत्रबाट युवाको आवश्यकता छ। संसारका धेरैवटा राष्ट्रहरू, विकासशील राष्ट्रहरूमा
युवाहरूकै योगदानले गर्दा आज अमेरिका, चाइना, रुस, क्यानाडा, फ्रान्स, जर्मन जस्ता देशहरू युवाहरूलाई प्रमोट गर्दाखेरि, युवाहरूलाई चाहिँ अगाडि बढाउँदाखेरि, युवाहरूलाई त्यहाँको नेतृत्व दिँदाखेरि आज ती राष्ट्रहरू विकासको, समृद्धिको एउटा उच्च स्तरमा पुगिसके। तर नेपालको युवाहरूलाई चाहिँ राजनीतिक रूपमा प्रयोग मात्रै गरे। यहाँका नेताहरूले दास मात्रै बनाए, कहिले पनि नेतृत्वमा आउन नदिने, कहिले पनि परिवर्तनको क्षेत्रमा आउन नदिने, सधैँ युवालाई प्रयोग मात्रै गर्नेको अवस्थाको कारणले गर्दा आज युवाहरू विदेशीमा पलायन हुन बाध्यता भएको छ। यदि हामीले नेपालमा युवा शक्तिलाई नै यही रोजगारको व्यवस्था गर्ने हो भने, युवा शक्तिहरूलाई यही विकासको क्षेत्रमा यही जोड्ने हो भने पक्कै पनि यो विदेशीबाट रोक्न सक्ने अवस्थाहरू धेरै छन्। किनभने गरिबीको कारणले गर्दा, बेरोजगारीको कारणले गर्दा आज युवाहरू विदेशी हुन बाध्य भएका छन्। यो कुरालाई सबैले मनन गर्न आवश्यकता छ। आजको अवस्थामा युवा शक्ति नेपालमा पनि धेरै जन्मिएको अवस्था छ। दिन प्रतिदिन युवाहरूको राजनीतिक क्षेत्रमा, सामाजिक क्षेत्रमा युवाहरूको चासो बढेको अवस्था छ। मलाई लाग्छ अब पक्कै पनि अबको केही समय, केही वर्षभित्र यो देशमा युवाले चाहिँ यो देशको नेतृत्व सम्हालेको, यो देशको राष्ट्रपति भएको, प्रधानमन्त्री भएको, सबै क्षेत्रमा युवाको नेतृत्व भएको त्यो हेर्ने सपना पनि मेरो हो। मलाई लाग्छ त्यो हामीले कसरत गर्दैछौँ। युवा साथीहरूले पनि अब राजनीति, सामाजिक क्षेत्रमा, सबै क्षेत्रमा युवा नेतृत्व आउनुपर्छ। समाज रूपान्तरणको बाटोमा हामी सबै लाग्नुपर्छ। यदि युवाले यो देशको विषयमा नसोच्ने हो भने भोलि यो देश नेपाल एउटा अन्धकारको भुमरीमा जान पनि सक्छ। आज यी राजनीतिक पार्टीहरूको गलत बठाइको कारणले गर्दा विदेशी शक्तिहरूले खेल्ने ठाउँ पाए नेपाललाई। भदौ 23 र 24 को जेन्जी आन्दोलनमा नेपालका राष्ट्रिय सम्पत्तिहरू ध्वस्त भए, संसद भवन जस्ता राष्ट्रको सम्पत्ति जले, सर्वोच्च अदालत जस्ता राष्ट्रको सम्पत्ति जले, प्रहरी चौकीहरू ध्वस्त भए। त्यसैले यी कुराहरूबाट पाठ सिक्न आवश्यकता छ। हाम्रो नेतृत्व अहिलेको जो यो देशका नेतृत्व गरिरहनुभएका नेतृत्वकर्ताहरूले सिक्न आवश्यकता छ। तपाईहरूको चेत अझै पनि नखुल्ने हो भने, तपाईहरुमा अझै पनि ज्ञान नआउने हो भने यो देश अझै ठुलो भर्खरामा जान सक्ने अवस्था छ। त्यसैले राजनीतिक रूपमा, सामाजिक रूपमा अब युवालाई अगाडि बढाउँ, यो देशको नेतृत्वमा युवालाई ल्याउँ। युवाको सपना भनेको धेरै ठुलो छैन। यो देशले एउटा परिवर्तन पाओस् जहाँ हामी जस्ता युवाहरूले यही रोजगार पाएर यही पेसा व्यवसायसँग जोडिन सकौँ, स्वरोजगारबाट बाँच्न सकौँ, यो राष्ट्रको निमित्त, यो देशको निमित्त हामीले पनि योगदान गर्न सकौँ। हाम्रो पनि भूमिका र महत्त्वपूर्ण छ भन्ने कुरा यो राजनीतिक पार्टी र राजनीतिक दलका नेतृत्वहरूले बुझ्न आवश्यकता छ। सामाजिक हिसाबले युवालाई अब अगाडि बढाउनु पर्छ, युवा नेतृत्व त ल्याउनु पर्छ, यो आवश्यकता पनि छ। समाजको विकृतिहरू धेरै छन् समाजमा। आज नेपालमा जातीय विभेद जस्ता विकृति जो चाहिँ चरम भुमरीको रूपमा रहेको छ। अझै पनि सुदूरपश्चिम कर्णाली, मधेसका जिल्लाहरू, पहाडका केही जिल्लाहरूमा व्यापक रूपमा जातीय विभेद छ। आज पनि दलितले चाहिँ मानवबाट बाँच्न नपाउने अवस्था सृजित भएको छ। जातीय विभेद जस्तो जघन्य अपराधलाई अझै पनि मान्छेहरूले आर्थिक लेनदेन प्रबलमा पारेर जातीय विभेदका घटनाहरूलाई तहस पारेको, ढाकछोप गरेको अवस्था छ। हाम्रा मान्छेहरूले अझै पनि विभेद हुँदाखेरि सम्मति निकायमा आवाज पुर्याउन सक्ने अवस्था छैन। हाम्रा मान्छेहरूले अझै पनि विभेदकै कारण मरिनुपर्ने अवस्था छ। रुकुम पश्चिमको सोतीमा नवराज विकास सहित केही भाइहरूलाई चाहिँ जाति विभेदकै कारणले गर्दा हत्या भयो। त्यो घटनालाई दबाउनलाई, त्यो घटनालाई ढाकछोप गर्नलाई केही राजनीतिक पार्टीका व्यक्तिहरूदेखि लिएर त्यहाँका माथिल्ला जातका मान्छेहरू लागि परे। अझै पनि नवराज विकास सहितका त्यहाँका भाइहरूले न्याय पाएको अवस्था छैन। त्यसैले युवा भनेको एउटा समाजको रूपान्तर हो, एउटा समाज रूपान्तरणको बाटो हो। युवालाई सामान्य हिसाबले नसोचौं, यो राष्ट्रको निमित्त युवाको भूमिकालाई गहन रूपमा सोचौं। युवा एउटा शक्ति हो,
एउटा परिवर्तन हो भन्ने कुरा सबैले बुझौं। हरेक क्षेत्रमा युवा नेतृत्वलाई अगाडि बढाउँ। अब हामीले केही योजनाहरू पनि बनाएका छौं। अब युवालाई चाहिँ यो क्षेत्रमा, यो राष्ट्रको निमित्त, यो देश परिवर्तनको निमित्त नेतृत्वदायी क्षेत्रमा ल्याउनु पर्छ। हामीले युवा टिमहरू बनाएका छौं, युवा सर्कलहरू बनाएका छौं, विभिन्न खालका युवा गोष्ठीहरू चलाएका छौं। त्यसैले अब युवा मैत्री राष्ट्र निर्माणमा युवा मैत्री बनाउनु पर्छ भन्ने पक्षमा हामी छौं। त्यसैले यो आवाजलाई सामान्य रूपमा नलिनु होला। यदि मिडिया हेरिरहनु भएका सम्पूर्ण तपाईहरू, यो देशका जो राजनीतिक व्यक्तित्वहरू हुनुहुन्छ, राजनीतिक पार्टीका साथीहरू हुनुहुन्छ, युवालाई अवसरमा जोडौं, परिवर्तनका लागि जोडौं। यो युवा विदेशिनु पलायन हुनुबाट रोकौं। सकेसम्म नेपालमै युवालाई, यो भएको युवा शक्तिलाई नेपालमै विकास समृद्धिको क्षेत्रमा प्रयोग गरौं। युवाले चाहे भने सबै कुरा परिवर्तन गर्न सक्ने यो आधारहरू छ। त्यसैले युवा शक्तिलाई सामान्य रूपमा नल्याउँ, समाज रूपान्तरणको बाटोमा युवालाई अगाडि बढाउँ भन्दै मेरो 2 शब्द यही टुङ्ग्याउँछु। हस्, धन्यवाद, नमस्कार।